कलर यस्तो बवाल छ यार घरै खै कता यता होला अमन यस्तो बवाल ठाउँ छ यार अमन पनि अनि अमन पनि फेरि आफ्नो भ्लग एकदमै बनाउँदै गरेछ अमन पनि अनि नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो नयाँ भ्लगमा अनि आज चाहिँ म चितवनको यो भाइरल घरमा आएको छु अमन म अनि बहिनी फर्स्ट टाइम म चाहिँ आएको यहाँ के अरे एकदमै रमाइलो एकदमै यो अलिकति कस्तो लाग्यो घरलाई भन्दा यो जहाँ पनि ढोका भएको है हेर्दा पनि भूत घर जस्तो के अनि ब्याग यहाँ लिएर आएको छ हामीले अनि हामी चाहिँ तपाईँहरू म यो ठाउँमा देखाइदिन्छु कि पुरै यसको गेटहरू अनि कहाँ के भनेर अमन के छ पुरै कालो चस्मा लगाएर हिँडेको छ त्यहाँ ठिक छ होइन प्रब्लम छ अमनको अनि यता चाहिँ पुरै खेतबारी छ अनि यताबाट हेर्दा पनि त्यस्तै घर त्यस्तै उता पनि त्यस्तै घर ठुलो छ घर चाहिँ जोस् यहाँबाट चाहिँ अब म गाइस म बच्छु यहाँ अब म छिरिन छ भित्र अनि अमन र म हामी चाहिँ अनि यताबाट चाहिँ के हो अमन यसरी आउनु जाऊँ भित्र यो चाहिँ पुरै अन्डरग्राउन्ड छ क्या भित्र हेर्दा पनि डर लाग्ने जस्तो छ यार घरै यहाँ पुरै यस्तो छ त्यो भित्र के डर लाग्यो एक्लै डर लाग्छ भित्र आउँदा नि ओ माई गड अमर हेर यार पुरै डर लाग्ने छ यार ठाउँ नै मलाई डर लाग्यो प्रिजन अन्डरग्राउन्ड छ यहाँ पुरै ग्राउन्ड यता पुरै झाडी छ खै यो अनि यताबाट पनि छिर्दैछ ल अमन अमन यताबाट पनि छिर्दैछ ल यहाँ पनि दामी ठाउँ तर पुरै डर लाग्ने कि ठाउँ नै यस्तो डर लाग्छ सबै झ्यालढोकाहरू अनि बहिनी चाहिँ माथि नै गइसक्यो अघि नै किनकि बहिनी चाहिँ अलिकति गेलो जानुहुन्छ बहिनी चाहिँ अनि हेर न यहाँ यस्तो डर लाग्ने यार यो घर त बनाउनु त लगभग अरबौँ खर्च भयो हो यार अनि ढोका त जहाँ पनि छ मलाई ढोका जहाँ पनि छ यार होइन एकदमै हेर्दा पनि डर लाग्ने कि यो त पुरै हेरेर अन्डरग्राउन्ड छ डर लाग्दा अब बहिनी तिमी फेरि हराउनु है ओ माई गड त्यस्तो बबाल ठाउँ छ यार अमन पनि अनि अमन पनि फेरि आफ्नो भ्लग एकदमै बनाउँदै गरेछ अमन पनि अनि बहिनी चाहिँ त्यहाँ पुगिसक्यो यो घरलाई अझै गऱ्यो भने त बबाले हुन्छ घर चाहिँ अझै घरलाई डिपेन्ड गऱ्यो भने त नेपालको टप घरै हुन्छ होला के अरे अरू भन्दा नि यो के हो यो राउन्ड गोलो के अमन पनि टाक टकाएर छ यार ल अमन खतरा दिएछ अमन यार अमन यो घर किन्ने हो किनिदिउँ घर यो घर त पुरै कि दरबार भन्दा ठुलो छ यार अब हामी यहाँबाट भर्याङ चढ्नेछौँ भर्याङ त कहाँ जहाँ छैन भर्याङ चाहिँ ढोकाइ छ घरै घर झ्यालै झ्याल छ अमन ओइ माथि आऊ
यस्तो बबाल छ यार आम्मा फर्स्ट टाइम भएर होला नि अचम्म लाग्यो घर देखेर अनि यताबाट पनि जाँदो रहेछ अनि यताबाट चाहिँ हेर्नु मिल्दो रहेछ तल पनि यसरी यसरी हेर्नु मिल्दो रहेछ टक्क लगाएर यस्तो बबाल छ यार घरै खै कता यता होला अमन यो पनि चितवन खतरा दिँदो रहेछ केराबारी अनि यता पुरै सहरहरू दामी छ अनि यहाँ चाहिँ टक्कलाएर एकदमै भ्यूहरू पनि एकदम राम्रो देखिने रहेछ त्यसपछि अनि यहाँबाट जाने बाटो पनि छ प्लस यता बाटो पनि छ यहाँबाट हेर्दा चाहिँ पुरै झ्याल ढोकाहरू यस्तो बबाल छ यहाँबाट हेर्दा आम्मा हट यसपछि यहाँबाट लागि भर्याङ बिचबाट तरे हो लास यो भयो नि लास हो ए है त्यहाँबाट आम पनि त मर्छ होला यार एकदमै यताबाट गयो भने दामी या ठाउँ ओ माई गड पुरै यहाँबाट ठक्क देख्ने कि घर नै तर यसलाई अझै पनि खतरा के प्लस्टर गरेर डेकोरेट बब्बाल चाहिँ गर्दै यसको अन्तिम यहाँसम्म मात्रै रहेछ यतिको ल हामी चाहिँ टपमा आइपुगेछ टपमा अनि भाइरल घरमा अब इन्डिङ यति नै हो गाइजहरू अब तपाईँहरू पनि नयाँ हुनुहुन्छ भने यता चितवन आउनुभयो भने भाइरल घर आउनु होला एकदमै रमाइलो लाग्यो मलाई त अहिलेलाई यति नै भाइरल घरको अब अर्को भिडियोमा हेर्नु होला बाई बाई